जब अन्याय र अत्याचारले सीमा नाग्छ तब मुक्तिको लागि राँको बल्छ, आँधी चल्छ अनि विजय कतिन्जेल यसरी बाटो कुरेर बसिरहन्छ बाबु? आज बुवा चाँडै घर आइबक्सिन, हिँड जाउँ भित्र। म पास भएको उपलक्ष्यमा आज बुवाले मलाई प्रेजेन्ट ल्याइदिन्छु भनेर भनिसकेको छ, त्यसैले आज बुवा छिटो आइसिन्छ। आज तिम्रो बुवा चाँडै आइबक्सिन, हिँड जाउँ। त्यसो भए एकछिन पर्खिसियोस् है त। त्रिशूल पर्यो भने चाहिँ बुवा आइसिन्छ, अनि यो धानको वाला पर्यो भने चाहिँ आइसिन्न है त। ल भनिसस् त के पर्यो? धानको बाला होइन, त्रिशूल। अब बुवा आइसिन्छ। त्रिशूल परे पनि बुवा आइबक्सिन्न बाबु अहिले। ल हिँड जाउँ। नै म त जान्न। विजय 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 किन रिसाएको? ड्याडी आइहाल्यो नि। मेरो छोरा। ल भन। ल भनिसस् त, हजुरले मलाई के गिफ्ट ल्याइदियो? मैले मेरो प्यारो छोरालाई यो गिफ्ट ल्याइदिएको छु। वाह, यो? विजय
यसलाई त्रिशक्ति पट्ट भन्छन्। तिम्रो ड्याडीलाई यो पदक देशको माटोको लागि इमानदार र बहादुरी काम गरे बापत सरकारले दिएको। त्यसैले यो सबभन्दा ठूलो र महत्त्वपूर्ण उपहार म तिमीलाई दिन चाहन्छु, किनकि यो भन्दा ठूलो उपहार अरू केही हुँदैन छोरा। यो मेरो तर्फबाट यो कलम हो। यसले बन्दुकको काम गर्छ। यसबाट निस्केको हरेक शब्द गोली हो। यसले देशभित्रको राष्ट्रघातीहरूलाई सखाप पार्छ। लौ, र अर्को पनि एउटा उपहार छ तिमीलाई। ल, यो हाम्रो माटोको आवाज हो। माटोले बोल्न सकेन भने यो लाटो भएर ढल्छ। यो ढल्यो भने छोरा हामी नेपालीको गौरव पनि ढल्छ। त्यसैले कथम कदाचित कुनै दिन यो माटोले बोल्न सकेन भने तिमी आफैले माटोको रूप धारण गरेर अन्याय र अत्याचारको विरुद्धमा लड्नु, यो झण्डालाई साक्षी राखेर। सबलाई शक्ति हो विचार। यो देशको झण्डाले एउटै आवाज बोल्छ। यो माटोको टीका लगाऊ, यो देशको माटो बोल्छ। यही माटोको टीका लगाऊ, यो देशको माटो बोल्छ। माटो बोल्छ, माटो बोल्छ, यो देशको माटो बोल्छ। माटोको टीका लगाऊ, यो देशको माटो बोल्छ। माटो बोल्छ, माटो बोल्छ, यो देशको माटो बोल्छ। तातो रगत बगेको छ यही माटोमा। जब देशका अन्याय र अत्याचारले सीमा नाप्छ, मुक्तिको राहको बल्छ, यो देशको माटो बोल्छ। यो माटोको टीका लगाऊ,
माटोको टीका लगाऊ यो देशको माटो बोल्छ लक्ष्मी विजय भयो ल ल म आएँ है म जस्तो पुलिसलाई झुक्याउन त गाह्रो पर्छ नि कता लुक्यो होला नि लक्ष्मी कता लुक्यो होला नि यिनीहरू विजय अब भेट्टाउँछु थाहा पाएँ यतै होला विजय अब धन्दा बन्द गर्छु भनेको होइनस् हाम्रो करोडौंको सम्पत्ति सरकारी ढुकुटीमा थुपार्ने तै होइन हामी त जेलमा आराम गर्न मात्र बसेका थियौं अब तेरो जिन्दगीको पूर्ण विराम हामी कोर्नेछौं इमानदार देशभक्त डीएसपी तैले हामीलाई जेलमा राखेर राम्रो काम गरिनस् हाम्रो काममा दगारो बन्नेलाई हामी ठुलो इनाम दिन्छौं गजानन छोड यसलाई यस्तो बच्चालाई पनि मार्ने यो बच्चालाई म छाड्दिन ओहो गजानन यो दुधे बालकलाई मारेर के फाइदा जब यसको बाउ आमालाई नै मारिसकेपछि यो त अब त्यसै मरिहाल्छ